तपाईँ र मलाई चाहिँ उहाँले स्वतन्त्र पार्नु भएको छ, उहाँले मूल्य तिर्नु भएको छ र तपाईँ र मलाई चाहिँ उहाँले विजय दिनुभएको छ। यसकारण तपाईँ र म खुसी हुनुपर्छ। आमेन। अनि वचन सुन्दै गर्दाखेरि म जहिले पनि एउटा वचन भन्ने गर्छु। हजुरहरू कतिजनाले यो वचनलाई याद गर्नुहुन्छ, याद गर्नुहुन्न, त्यो आफ्नो ठाउँमा छ। जहिले पनि वचन सुन्ने व्यक्ति चाहिँ एकदमै खुसी र सुखी व्यक्ति हुन्छ। र आज तपाईँले यो हृदयलाई चाहिँ कति तयार पारेर ल्याउनु भएको छ म जान्दिनँ प्रियहरू, तर एउटै कुरा म जान्दछु। हितोपदेशको पत्र 8 अध्यायको 34 पदले एउटै कुरा भन्छ कि वचन सुन्ने व्यक्ति मात्रै सुखी र खुसी परिवार हुन्छ। आमेन। र भजनसंग्रहको पत्र 1 अध्यायको 1, 2, 3 पदले भन्छ त्यही वचन सुन्ने व्यक्ति मात्रै खोलाको किनारमा रोपेको हरियो बोट जस्तो हुन्छ, लहलाउँदो हुन्छ। त्यही व्यक्तिले मात्रै बल्ल ऋतुहरूमा फल फलाउँछ भनेर परमेश्वरको वचनले भन्नुहुन्छ। आमेन। तपाईहरुलाई आज म एउटा प्रश्न सोध्न चाहन्छु। तयार हुनुहुन्छ उत्तर दिनको लागि? विश्वासी जीवनमा सबैभन्दा ठुलो आशिष भनेको चाहिँ के होला? कसैले भनिदिनु। तपाईले प्रभु यीशु ख्रीष्टलाई पाउनुभयो, मेरो प्रभु र मुक्तिदाता भनेर ग्रहण गर्नुभयो, अनि बाह्य संगति पनि आउँदै हुनुहुन्छ, बाइबल पनि बोक्दै हुनुहुन्छ, प्रार्थना पनि गर्दै हुनुहुन्छ। कतिवटा प्रार्थनाको उत्तर तपाईहरु मैले पाइ पनि सकेका छौं, हैन र? हाम्रो कतिवटा दुःखका कुराहरू पनि त्यसबाट पार भएर हामी जाँदै पनि छौं। अहिले त्यो बाटो भएर पनि हामी गुज्रेर फेरि प्रभुको एउटा नयाँ ढोका, नयाँ आशिष भित्र तपाईँ र म पस्दै पनि छौं। तर तपाईँ र मेरो जीवनमा सबैभन्दा ठुलो आशिष चाहिँ के होला? हजुर, खुसी। धन्यवाद। कोही हुनुहुन्छ अरू बोल्ने? सबैभन्दा ठुलो आशिष चाहिँ खुसी। कोही हुनुहुन्छ हजुरहरू अरू बोल्ने? खुसी। हाम्रो आमाले खुसी भन्नुभयो। अरू कोही हुनुहुन्छ? रमेश दाइ, परमेश्वरलाई आराधना गर्न पाउनु। वाउ, क्या मिठो कुरा छ हैन? अरू कोही हुनुहुन्छ? बोल्नु न हजुरहरू। किन? हजुरको मनमा लागेको कुरा भन्नु न। जबसम्म तपाईँ बोल्नुहुन्न तबसम्म तपाईँ र मेरो हृदय स्वतन्त्र हुँदैन। प्रियहरू, बोल्ने कोसिस गरौँ हामी। यो बोल्न चाहिँ बाइबलले सिकाएको छ। बाइबलमा धेरै बोल्ने व्यक्तिहरू छन्। किन प्रभुले यहोशूको पत्र 1 को 1, 2, 3, 4, 8 पदतिर 10 पदतिर किन प्रभुले यहोशूलाई साहसिलो हुनको लागि, आँटिलो हुनको लागि भन्नुभयो? तपाईँ र म चाहिँ बोल्ने व्यक्ति हुनुपर्छ प्रिय। जब तपाईँ र म बोल्छौँ तब तपाईँ र मेरो हृदयभित्र एक प्रकारको साहस पैदा हुन्छ, आँट पैदा हुन्छ। के होला सबैभन्दा ठुलो आशिष? शान्तिमा रहनु। अझै भन्नु न, अझै धेरै छन् होला, होइन र? के होला? हाम्रो आमाले भनिदिनुहोस्। हामी धेरै वर्ष भयो नि चर्चमा आएको, होइन र? हाम्रो वृद्ध पछाडि हरिकन आमा हुनुहुन्छ। आमा सुन्दै हुनुहुन्छ? सबैभन्दा ठुलो आशिष चाहिँ के होला? परमेश्वरलाई पाउनु। आमेन। हालेलुया। ताली बजाऊ। परमेश्वरलाई पाउनु चाहिँ सबैभन्दा ठुलो आशिष हो प्रियहरू। येशू ख्रीष्टलाई जसले हृदयबाट पाएको छ, येशू ख्रीष्टलाई जसले आफ्नो मनदेखि भेटेको छ, त्यो व्यक्तिले चाहिँ सबैभन्दा ठुलो आशिष उसले पाएको छ। शान्ति न जब येशू ख्रीष्टलाई पाइसकेपछि हामीसँग अलरेडी आउँछ, होइन र? के भन्छ गलातीको पत्र 5 अध्यायको 22 पदले? जब तिमीहरू चाहिँ पवित्र आत्माले भरिन्छौ त्यसपछि आत्माका फलहरू फल्छन्। अनि यो आत्माका फल फल्नको लागि तपाईँ र मैले येशू ख्रीष्टलाई चिन्नुपर्छ प्रियहरू। येशू ख्रीष्टलाई पाउनुपर्छ। कतिजनाले येशू ख्रीष्टलाई पाउनु भएको छ, त्यो पनि भित्र मनबाट। तपाईको लागि ठुलो आशिष चाहिँ त्यही हो। मार्था र मरियमको घरमा जब प्रभु यीशु ख्रीष्ट पुग्नु भयो र मार्थाले येशू ख्रीष्टलाई भन्नुहुन्छ, प्रभु भनिदिनुहोस् न मेरो बहिनीलाई, म त एक्लै परेको छु यो काममा, सघाउने व्यक्ति छैन, के गर्ने होला? अनि येशूले एउटै कुरा भन्नुभयो, मार्था मरियमले जे कुरा रोजेकी छिन् त्यो कुरा नै एकदमै उत्तम कुरो छ। आमेन। आज तपाईँ र मेरो घरमा शान्तिको लागि तपाईँहरूमा दौडिराखेका छौँ भनेदेखि संसारको शान्तिले तपाईँ र मलाई दिँदैन प्रियहरू। त्यो शान्ति तपाईँहरूमा आनन्दको लागि दौडिराखेका छौँ भने आनन्द केही समयको लागि हुन सक्छ, त्यो सकिएर जान्छ। ठुलो गाडी, घर, बंगला, बिल्डिङको लागि तपाईँहरूमा भौतारी राखेका छौँ, समृद्धिको लागि भौतारी राखेका छौँ भने त्यो पनि केही समयको लागि मात्रै हुन्छ। तर एउटै कुरा तपाईँ र मैले पाएका छौँ, त्यो प्रभु यीशु ख्रीष्ट तपाईँ र मैले पक्रेर बस्नुपर्छ। हाम्रो लागि अलरेडी सबै कुराहरू एक एक गरेर प्रभुले सबै कुराहरू खोलिदिनुहुन्छ। ढोकाहरू खुल्छन्, आशिषहरू आउँछन्, वर्षिन्छन् प्रियहरू।
तपाईलाई थाहा छ लुकाको पत्र 19 अध्यायको 10 पदमा जब प्रभु यीशु ख्रीष्ट जखायसको घरमा पस्नु भयो र त्यो घरमा आउँदै गर्दाखेरि उले त भएको कुरा पनि के भएको छ, प्रभु म त सबै कुरा दिन्छु। पैसाले शान्ति पाइराखेको थियो नि त जखायसले, होइन र? तर त्यही पैसा पनि निकालेर भन्देको छ म गरिबहरूलाई सबै कुरा बाँडिदिनेछु। मैले लुटेर कमाएको भए पनि म त्यो आधा भाग चाहिँ म सबै कुरा बाँडिदिनेछु। अनि प्रभुले भन्नुहुन्छ आज यो घरमा चाहिँ मुक्ति आएको छ। आमेन, हालेलुया। सबैभन्दा ठुलो कुरो चाहिँ तपाईँ र मैले चाहिँ प्रभु यीशु ख्रीष्टलाई चिन्नु हो। तपाईँ र मैले जब प्रभु यीशु ख्रीष्टलाई राम्रोसँग चिन्छौँ, उहाँलाई बुझ्छौँ, उहाँसँग लीन हुन्छौँ, उहाँसँगको सम्बन्धमा जब तपाईँ र म जान्छौँ भनेदेखि प्रकाशको पत्र 21 अध्यायमा भएको त्यो सबै स्वर्गका खजनाहरू तपाईँ र मेरो घरमा भित्रिन्छन्। प्रियहरू, आत्तिनु पर्दैन। एक एक गरेर परमेश्वरले तपाईँ र मलाई दिनुहुन्छ। रोग बिमारहरू निको हुन्छन्, तपाईँ म एकदमै स्वतन्त्र हुन्छौँ, बिरामीबाट चङ्गाई पाउँछौँ। तपाईँ र मेरा भनेका प्रार्थनाहरू ठिक प्रकारले उत्तरहरू सुनाइ हुन्छन्। दोस्रो इतिहासको पत्र 7:14ले त्यही कुरा भन्छ, यदि मेरो नाउँ दिएको मेरो प्रजाले आफैलाई नम्र पारेर मतिर फर्कन्छ र मलाई पछ्याउँछ भनेदेखि त्यसका प्रार्थनाहरू म ध्यानसँग सुनेछु र त्यसको देशलाई नै म के गरिदिनेछु, स्वास्थ्य तुलाइदिनेछु। आमेन, हालेलुया। सबैभन्दा ठुलो आशिष चाहिँ तपाईँले ख्रीष्ट येशूलाई पाउनु हो। सबैभन्दा ठुलो आशिष चाहिँ तपाईँले ख्रीष्ट येशूलाई पाउनु हो। प्रिय, उहाँलाई पाउनको लागि र उहाँसँग अझै तपाईँ र म नजिक हुनको लागि तपाईँ र मैले केही चरणहरू पार गर्न पर्ने हुन्छ। प्रियहरू, केही मूल्यहरू तिर्नु पर्ने हुन्छ। तपाईँले नगरपालिकामा कुनै कामहरू गर्न जानुभयो भने नगरपालिकामा तपाईँ त्यत्तिकै गएर त हुँदैन। त्यहाँ केही न केही प्रक्रियाहरू पुर्याउनु पर्ने हुन्छ। के कामको लागि जानु भएको हो, त्यहाँ निवेदन लेख्नु पर्ने होला, त्यहाँ केही चढाउनु पर्ने होला, केही दस्तुरहरू तिर्नु पर्ने होला, केही न केही प्रक्रियाहरू पुऱ्याएर जानुपर्ने हुन्छ। अनि येशू ख्रीष्टलाई भेट गर्नको लागि पनि तपाईँ र मैले केही न केही कुराहरू गर्नुपर्ने हुन्छ। उहाँलाई पाइसकेपछि तपाईँ र मैले केही न केही प्रक्रियाहरू चाल्नुपर्ने हुन्छ। त्यो हो सबैभन्दा ठुलो कुरो चाहिँ प्रार्थना। प्रार्थनाद्वारा तपाईँ र मैले येशू ख्रीष्टलाई भेट्न सक्छौँ र त्यो आशिषलाई तपाईँ र मैले बटुल्न सक्छौँ र तपाईँ र म आशिषित व्यक्ति भएर जीवन जिउन सक्छौँ। आमेन। अनि यो प्रार्थनाको के प्रकारहरू छ म तपाईहरुलाई बताउन चाहन्छु। कतिजना छ तपाईसँग हात छ, हातमा 5 वटा औंला छन् भने यसरी देखाउनु होला। यो औंला 5 वटा औंलाबाट म तपाईहरुलाई आज केही प्रार्थनाका चरणहरू देखाउन चाहन्छु, प्रियहरू बताउन चाहन्छु। यो 5 वटा मध्येमा हामीसँग पहिलो औंला छ के हो, यो बुढी औंला। दोस्रो औंला हो के हो, चोर औंला भन्छ यसलाई। तेस्रो औंला हो माझी औंला र चौथो औंला हो साइली औंला र यो 5औं औंला चाहिँ कान्छी औंला हो। यो 5 वटा औंला मध्ये आज म तपाईहरुलाई परमेश्वरको वचनबाट केही रहस्यका कुराहरू, केही आशिषका कुराहरू बताउन चाहन्छु। सुन्न चाहनुहुन्छ? आमेन, हालेलुया भनौँ न एकचोटि। आउनुहोस् हामी परमेश्वरलाई ताली बजाऊ। परमेश्वरलाई ताली चाहिँ माथिबाट हुन्छ है। तपाईले जनाउनुहुन्छ तलको ताली चाहिँ व्यक्तिलाई हुन्छ, माथिबाट बजाउनु भएको ताली चाहिँ स्वर्गमा बस्नुहुने परमेश्वर हुनुहुन्छ, किनकि उहाँ उच्च र महिमित हुनुहुन्छ। आमेन, खुसी हुनुहुन्छ? पहिलो औंला प्रार्थना गर्दाखेरि तपाईँ र मैले चाहिँ जहिले पनि यसरी हामीले हैन, जहिले पनि कुनै कामहरू गर्दाखेरि शाबाश भनेर भन्छौँ, होइन र? प्रार्थना गर्दाखेरि सबैभन्दा पहिलो कुरो चाहिँ तपाईँ र मेरो जीवनमा चाहिँ प्रार्थना चाहिँ धन्यवादबाट, प्रशंसाबाट सुरु हुनुपर्छ। जहिले पनि उहाँ येशू, जसलाई अघि हामीले भनेका थियौँ, उहाँ त आशिषको मूल केन्द्र हुनुहुन्छ, मूल भाग उहाँ हुनुहुन्छ। उहाँलाई विश्वास गर्ने व्यक्तिहरूलाई उहाँले आफ्नो सन्तान हुने अधिकार दिइसक्नु भएको छ। यूहन्ना 1:12 पद अनुसार तपाईँ र म चाहिँ ख्रीष्ट येशूका सन्तानहरू हौ, छोराहरू हौ, छोरीहरू हौ, आमाहरू हौ, होइन र? यसकारण उहाँलाई सबैभन्दा पहिला तपाईँ र मैले धन्यवाद दिनुपर्छ। प्रभु, आज मैले तपाईँलाई भेटेँ, मैले तपाईँलाई पाएँ। तपाईँ त यति स्वर्गको वैभवलाई छोडेर आउनुभयो, मानिसहरूको बीचमा सेवाकाई गर्नुभयो, दीन दुखीहरूलाई उहाँले उठाउनुहुन्थ्यो, होइन? गरिबहरूलाई उहाँले माया गर्नुहुन्थ्यो, पापीहरूलाई त झन् उहाँले अझै बेसी माया गर्नुहुन्थ्यो। तिम्रो पाप त क्षमा भएको छ, अबदेखि उसो पाप नगर है भनेर उहाँले भन्नुहुन्थ्यो। कति माया गर्नुहुन्थ्यो उहाँले, होइन र? त्यस्तो परमेश्वरलाई तपाईँ र मैले पाइसकेपछि अब तपाईँ र मेरो पहिलो काम हुन्छ उहाँलाई धन्यवाद दिनु। प्रभु, सबै कुराको लागि तपाईँलाई धन्यवाद। आज बिहान कतिजनाले प्रार्थना गर्नुभयो र आज बिहान कतिले तपाईँले आफ्नो बुवालाई धन्यवाद दिनुभयो। म आज तपाईँलाई सोध्न चाहन्न, तपाईँलाई शर्ममा पनि पार्न चाहन्न। प्रिय,
हामीले हाम्रो बुवालाई धन्यवाद दियौँ कि दिएनौँ आज बिहान? उहाँले हामीलाई सम्पन्नशाली बनाउनु भयो, तर हाम्रो बुवालाई चाहिँ तपाईँले मैले यो बिहान कति समय दिएर धन्यवाद दियौँ? हामीलाई फुर्सद हुँदैन प्रिय परमेश्वरलाई धन्यवाद दिनको लागि, हामीलाई फुर्सद हुँदैन। तर प्रकाशको पत्र 3 अध्यायको 20 पदले भन्छ कि उहाँ चाहिँ तपाईँ र मेरो हृदयको ढोकामा आएर, घरको दरवाजामा आएर उहाँले तपाईँ र मलाई ढकढकाइराख्नु भएको छ। त्यो स्वर, तपाईँ र मेरो स्वर, त्यो धन्यवाद दिएको स्वर, त्यो बोली चाहिँ उहाँ सुन्न चाहनुहुन्छ। कतै मेरो छोराले, कतै मेरो छोरीले मलाई सम्झेर धन्यवाद दिन्छ कि भनेर उहाँले त्यो ढोकामा कुरेर बस्नुहुन्छ। प्रियहरू, यस्तो बुवा हुनुहुन्छ तपाईँ र मेरो, यस्तो परमेश्वर तपाईँ र मेरो हुनुहुन्छ। अनि बाइबलले एउटा मिठो कुरा भन्छ, उहाँ चाहिँ हरेक बिहान आउनुहुन्छ अरे, यति धेरै आशिष लिएर आउनुहुन्छ अरे। बिलापको पत्र 3 अध्यायको 23 पद, यति धेरै आशिषहरू तपाईँ र मेरो जीवनमा लिएर आउन चाहनुहुन्छ। तपाईँ र मेरो त्यो बोझाहरू, त्यो ऋणका बोझहरू, त्यो समस्याको बोझहरू, त्यो चिन्ताको बोझहरू, कतिजना आज एकदमै परिस्थिति बिग्रेर लथालिङ्ग भएर हिँड्नु भएको छ। त्यो परिस्थितिहरू उहाँले तपाईँ र मेरो सर्लक्कै उठाएर उहाँले बोकेर हिँड्न चाहनुहुन्छ र तपाईँ र मलाई हल्लुका बनाइदिन चाहनुहुन्छ। त्यो स्वर चाहिँ आज प्रभुले सुन्न चाहनुहुन्छ। प्रिय हेर्नुहोस् है, 397 नम्बरको भजनमा एउटा भजन छ। कसैले भन्न चाहनुहुन्छ? भन्न सक्नुहुन्छ? 397 मा नहेरिकन है, भजन नहेर्नु होला, मोबाइल पनि नहेर्नु होला। 397 नम्बरमा एउटा भजन छ। हजुर अलि बुझिएन? यीशु कस्तो प्यारो मित्र। आमेन। पुकार भाइलाई धेरै धन्यवाद छ, प्रभु धेरै आशिष दिनुभएको छ है। उहाँ तपाईँ र मेरो मित्र भएर तपाईँ र मेरो ढोकामा आउन चाहनुहुन्छ। उहाँ तपाईँ र मेरो स्वर सुन्न चाहनुहुन्छ। तपाईँ र मेरो बोझाहरू सबै कुरा हल्का बनाएर उहाँ तपाईँ र मलाई छुटकारा दिन चाहनुहुन्छ। आमेन। यस्तो बुवा पाएका छौँ र यो बुवालाई तपाईँ र मैले जहिले पनि धन्यवाद दिनुपर्छ र उहाँलाई तपाईँ र मैले चाहिँ आराधना, महिमा र प्रशंसा गर्नुपर्छ। आउनुहोस् त भजन सङ्ग्रहको पत्र 146 को हामीले 1-2 पद हेरौँ अनि त्यहाँनिर परमेश्वरको वचनले के भन्छ र तपाईँ र म चाहिँ पढ्नेछौँ र परमेश्वरलाई धन्यवाद दिनेछौँ। उद्धारका परमेश्वरको प्रशंसा। हालेलुया। हे मेरो प्राण परम प्रभुको प्रशंसा गर। म जीवनभरि तपाईँ परम प्रभुको प्रशंसा गर्नेछु। म जीवित रहन्जेल मेरो परमेश्वरको स्तुति गाई नै बस्नेछु। आमेन। हालेलुया। कहिलेसम्म तपाईँ र म धन्यवाद प्रशंसा गर्ने रे परमेश्वरको? जीवित रहन्जेलसम्म। हेर्नुहोस् है, कहिलेसम्म तपाईँ र म धन्यवाद दिने? कतिजना वाक्कै पनि हुनुहुन्छ होला परिस्थिति बिग्रेको देखेर, कति गर्ने हो प्रार्थना त सुनवाई नै भएन भनेर दिक्क मान्दै हुनुहुन्छ भने यहाँ भजन लेखकले भन्नुहुन्छ, आफ्नै प्राणलाई भन्नुभएको छ, आफ्नो हृदयलाई भन्नुभएको छ, हे मेरो प्राण परम प्रभुको प्रशंसा गर। कहिलेकाहीँ तपाईँ र मेरो मनले पनि त्यस्तो भन्छ होला, होइन र? कति गर्छ, कति गर्छ, खै त सुनवाई नै त भएन। कहिलेकाहीँ तपाईँ र मेरो मनमा त्यस्तो खिन्नताहरू आउन सक्छ प्रियहरू। तर यहाँ भजन लेखकले भन्नुहुन्छ, हे मेरो प्राण परम प्रभुको प्रशंसा गर। म जीवनभरि परम प्रभुको प्रशंसा गर्नेछु। आमेन। जीवनभरि कसको प्रशंसा गर्नेछु? स्वर्गका परमेश्वरको प्रशंसा गर्नेछु। तपाईँ र मैले पाएको येशू ख्रीष्टको प्रशंसा गर्नेछौँ। चाहे परिस्थिति जस्तो सुकै होस्, लथालिङ्गै होस्, घर नहोस्, बारी नहोस्, जमिन जायदाद त केही पनि नहोस्, तर तपाईँ र मैले एउटै असल कुरा पाएका छौँ, यो हो प्रभु यीशु ख्रीष्ट। उहाँले तपाईँ र मेरो घर तयार गर्दै हुनुहुन्छ, निर्माण गर्दै हुनुहुन्छ र उहाँको प्रशंसा तपाईँ र मैले जीवनभरि गर्नुपर्छ प्रिय, जीवनभरि गर्नुपर्छ। हेर्नुहोस् है, यसो गर्दा कसो होला त? प्रकाशको पत्र 2 अध्यायको 10 पद कसरी पाउनु भने पढिदिनु त। यसो गर्दा के होला त? जीवनभरि परमेश्वरको प्रशंसा गर्दा के होला त?
आउनु भयो भने कसैले चर्को आवाजमा पढिदिनु होला है त। हजुर। तिमीहरूले भोग्नै लागेका कष्टहरूसँग नडराऊ। हेर यहाँ बलसले तिमीहरू मध्ये कतिलाई तिमीहरूका जाँचको निम्ति कैदमा हाल्न आँटेको छ र तिमीहरूलाई 10 दिन कष्ट हुनेछ। तिमी मृत्युसम्म विश्वासी हौ र म तिमीहरूलाई जीवनको मुकुट दिनेछु। आमेन, हालेलुया। के पाइँदो रहेछ हेर्नुहोस् है, जीवनको त्यो मुकुट पाइँदैछ जो चाहिँ कहिले पनि नष्ट हुने छैन, कहिल्यै पनि रित्तिने छैन, कहिले पनि सकेर जाने छैन। त्यो मुकुट त तपाईँ र मलाई उहाँमा विश्वास गरेका प्रभु यीशु ख्रीष्टमाथि भरोसा गरेका व्यक्तिहरूलाई उहाँले दिन चाहनुहुन्छ। कहिल्यै पनि नष्ट नहुने मुकुट दिन चाहनुहुन्छ। यो संसारको घर रित्तिन सक्छ प्रियहरू। संसारमा तपाईँले माया गरेको मानिसले छोडेर जान पनि सक्छ, होइन र? हामीले देखि पनि राखेका छौँ। तर एउटै कुराले छोड्दैन, त्यो हो प्रभुको उपस्थिति, प्रभुको त्यो प्रेमले तपाईँ र मलाई कहिले पनि छोड्नुहुन्न। उहाँको प्रशंसा तपाईले मैले जीवनभरि गर्यो भनेदेखि तपाईले मलाई कहिले पनि नओइलाउने उहाँले त्यो मुकुट दिन चाहनुहुन्छ होला। 10 दिन तपाईलाई कष्ट हुन्छ होला, तपाईँ चिन्तामा जिउँदै हुनुहुन्छ होला। आज पीर नगर्नुहोस्, तपाईँको साथमा को हुनुहुन्छ? हामीले विश्वास गरेको हाम्रो प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ। उहाँको महिमा, उहाँको प्रशंसा, उहाँलाई धन्यवाद दियौँ भनेदेखि तपाईँ र मलाई चाहिँ उहाँले के गर्नुहुन्छ? जीवनको त्यो मुकुट दिनुहुनेछ। आमेन, हालेलुया। भजन संग्रहको पत्र 45 को 1 पद हामी फेरि पढ्नेछौँ। अर्को वचन है, भजन संग्रहको 45 को 1 पदमा यसरी भजन लेखकले भन्नुहुन्छ, हे परमेश्वर मेरो राजा, म तपाईको नामलाई उच्च पार्नेछु, म तपाईको नामको सदा सर्वदा प्रशंसा गर्नेछु। कहिलेसम्म? सदा सर्वदा, जसको कुनै सुरु नै छैन, जसको कुनै अन्त नै छैन। प्रशंसा गर्नुपर्छ। सबैभन्दा पहिलो कुरा तपाईले मैले परमेश्वरको प्रशंसा गर्नुपर्छ। यो बुढी अमलाले यसरी जानकारी गर्छ कि तपाईले मैले उहाँको प्रशंसा गर्नुपर्छ। आमेन, हालेलुया। परमेश्वरलाई धन्यवाद भएको छ है। मसँग अरू पनि वचनको खण्ड छ, तर म समय निकै अगाडि गएको कारणले अरू म भन्न चाहन्न। भजन संग्रह 150 को 5 र 6 पदमा पनि यसरी प्रभुको वचनले भन्नुहुन्छ कि सास हुने हरेक प्राणीले परम प्रभुको प्रशंसा गरोस् भनेर परमेश्वरको वचनले भन्नुहुन्छ। हेर्नुहोस् है, तपाईले बिहानै सुन्नुहुन्छ चराको आवाजहरू, चिरबिर 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 गरेर त्यो बाँसको झ्याङतिर, कता रुखको जङ्गलतिर, होइन? त्यो चराले पनि परमेश्वरको प्रशंसा गर्न छोड्दैन प्रियहरू। तपाईँ र म त मानिस जाति हो नि त, होइन र? तपाईँ र मलाई बेर हुने, अबेला हुने, प्रभुलाई धन्यवाद नदिने, अनि धन्यवाद दिँदै जाँदाखेरि सबैभन्दा पहिलो कुरा चाहिँ तपाईँले मैले परमेश्वरको प्रशंसा गर्नुपर्छ। प्रभु तपाईँ स्वर्गका परमेश्वर हुनुहुन्छ। तपाईँले ती ठुलो ब्रह्माण्ड बनाइदिनु भयो, आकाश बनाइदिनु भयो, पृथ्वी बनाइदिनु भयो, हामीलाई सबै कुरा ठिकठाकमा राख्नु भएको छ। सबैभन्दा मुख्य कुरा त तपाईँले यो बिहानको नयाँ दिनलाई हेर्ने मौका दिनुभएको छ। मेरो एक दिनको आयु बढाइदिनु भएको छ। तपाईँ त अति नै सर्वोच्चका परमेश्वर हुनुहुन्छ भनेर सबैभन्दा पहिलो कुरो चाहिँ हामी उहाँलाई प्रशंसा दिने व्यक्ति बन्नुपर्छ। आमेन। दोस्रो औँलाको नाम कतिले चिन्नुहुन्छ? यसलाई चाहिँ चोर औँला भनेर भन्छ, होइन र? यो चोर औँलाको कुरा चाहिँ धन्यवादको प्रार्थना भनेर तपाईँले मैले सम्झिनुपर्छ। जहिले पनि तपाईँले मैले अघि हामीले परमेश्वरको प्रशंसाको बारेमा कुराकानी गर्दै थियौँ। उहाँको तारिफ जति गरे पनि सकिँदैन। अब तपाईँले मैले चाहिँ के गर्नुपर्छ? अब तपाईँले मैले यो चोर औँलालाई सम्झिनुपर्छ। प्रार्थना गर्दाखेरि यो बुढी औँलालाई सम्झ्यौँ, अब यो चोर औँला सम्झिँदै गर्दाखेरि तपाईँले मैले जहिले पनि परमेश्वर पितालाई धन्यवाद दिनुपर्छ। प्रभु सबै कुराको लागि तपाईँलाई धन्यवाद। आज मलाई यति मिठो बोल्ने व्यक्ति बनाउनु भयो। मैले जहिले पनि मेरो परमेश्वरलाई बिहान उठ्ने बित्तिकै हाम्रो घरमा अरू सबै कामहरू छोडेर हामीले सबैभन्दा पहिलो कुरो चाहिँ परमेश्वरलाई धन्यवाद दिन्छौँ। हाम्रो घरमा भएका नानीहरू पनि उठेर आउँछन्। जहिले पनि त्यो नानीहरू अरू काम गर्नुभन्दा पहिला परमेश्वरलाई धन्यवाद दिनको लागि घुँडा टेक्छन्। हामी ताली बजाउँछौँ, भजन गाउँछौँ, एउटा अध्याय चाहिँ हामी प्रभुको नाममा हामी पढ्छौँ अनि प्रभुलाई धन्यवाद दिन्छौँ। सबै परिवार एक ठाउँ बस्छौँ अनि यो प्रक्रिया चाहिँ हाम्रो आमाले सुरुवात गर्नुभयो अनि आज छोराछोरीले पनि यही प्रक्रियालाई सुरु गर्छौँ र यसरी परमेश्वरलाई के गर्छौँ? धन्यवाद दिन्छौँ। आमेन। तपाईँ र मेरो एउटै काम हो प्रियहरू। यो संसारमा अयुबले भने जस्तै हामीले यो संसारमा न त केही ल्यायौँ न त केही नै लैजानेछौँ। हामी त के आएको थियौँ? वृद्धै आएको थियौँ। एउटै व्यक्ति मात्रै आएको होइन र? हामी यो संसारमा आइसकेपछि बल्ल परमेश्वरले घर दिनुभयो, गाडी दिनुभयो, होइन? प्रपर्टीहरू दिनुभयो, छोराछोरीहरू दिनुभयो, सबै कुरा परमेश्वरले त दिनुभएको। हामी त एउटै व्यक्ति आएका होइन र? अनि यो एउटै व्यक्ति पनि अनि तपाईँ र मैले मेरो एउटै काम हो कि उहाँलाई धन्यवाद दिनु। कति सजिलो कुरा छ मेरो। सक्छौँ त?
कहिलेकाहीँ तपाईँ र मेरो परिस्थिति बिग्रिँदै गर्दाखेरि परमेश्वर पनि हुनुहुन्न कि क्या हो, खोइ मेरो त दुखाइ बन्द भएर भनेर भनी पठाउँछ। प्रिय मण्डली परिवार, हामी एक्लै त आएको हो त, फेरि के को लागि चिन्ता? अनि तपाईँ र मलाई चाहिँ परमेश्वरले, अनि उहाँमा विश्वास गर्ने व्यक्ति चाहिँ शरीरमा मरिहाले तापनि ऊ चाहिँ आत्मामा फेरि जी उठ्नेछ। उसको लागि कुनै अर्को संसार छैन, उसको लागि एउटा अर्को देश छ, जुन देश चाहिँ अनन्तताको देश हो, जुन देश चाहिँ कहिले पनि नष्ट हुँदैन। त्यहाँ पीर हुँदैन, त्यहाँ फिक्री हुँदैन, त्यहाँ चिन्ता हुँदैन, त्यहाँ रुनु पर्दैन, त्यहाँ खानु पर्दैन। प्रेरो त्यहाँ एउटै कुरा हुन्छ, परमेश्वरको आराधना। आमेन। तपाईँहरूमा त्यस्तो देशमा नजाने त, बादल पारीको देशमा जहाँ हाम्रो प्रभु लिन आउनुहुनेछ। तपाईँलाई हेर्नुहोस् है, उहाँमा विश्वास गरेका व्यक्तिहरूलाई लिन आउनुहुनेछ। उहाँ त तुरैको आवाजमा सेनाहरूको बीचमा निकै ठुलो एकदमै दलगढको बीचमा उहाँले तपाईँ र मलाई लिन आउनुहुनेछ। त्यस बेला मण्डली चाहिँ दुलही जस्तो सिंगारिएर बसेको, महिमित भएको, पवित्रतामा जिएको, परमेश्वरको भयमा जिएको, उहाँको वचन अनुसार जिएको व्यक्ति हुनुपर्छ। प्रियहरू, यानी कि यहाँनिर अहिलेको वचनमा भने जस्तै तपाईँ र म चाहिँ प्रशंसाको गीतहरू गाइराखेको हुनुपर्छ, परमेश्वरलाई धन्यवाद दिइराखेको हुनुपर्छ। जस्तो सुकै अवस्थामा पनि, चाहे तपाईँ र मेरो जीवनमा जस्तो सुकै परिस्थिति भएर जाओस्, तपाईँ र मेरो एउटै काम हो, परमेश्वरलाई धन्यवाद दिनु। आमेन। एउटै काम हो, एउटै कुरा हो, परमेश्वरलाई धन्यवाद दिनु। जब तपाईँ र म चाहिँ मनदेखि धन्यवाद दिन्छौँ, यता गए पनि ठिकै छ प्रभु, तपाईँले त दिनुभएको हो भनेर मन चित्त बुझाउन सक्छौँ। यताबाट गए पनि प्रभु तपाईँले त दिनुभएको हो भनेर मन चित्त बुझाउन सक्छौँ। यताबाट भाँसिएता पनि प्रभु तपाईँले त दिनुभएको हो, ठिकै छ भनेर प्रभुसँग मन चित्त बुझाउन सक्छौँ। प्रियहरू, यदि परमेश्वरलाई तपाईँले मैले मनदेखि धन्यवाद दिन सकेनौँ भने यता गए तापनि ओहो, यता पनि गयो, उता पनि गयो भनेर तपाईँ र म त्यही गएको कुरामा सोची पठाउँछौँ। तपाईँ र मेरो दिमाग चाहिँ के हुन्छ, परमेश्वरतिर हुँदैन। आशिष कहाँबाट आउने हो त्यो पनि थाहा हुँदैन। संसारमा जन्मिँदै सर्वस्व ल्याए जस्तो गरेर तपाईँ र म चिन्तामा डुबी पठाउँछौँ। केही ल्याएनौँ। अयुबको पत्रले भन्नुहुन्छ 1:9-10 19 होला सायद, होइन? हामी त्यतैतिर नजाउँ। हेर्नुहोस् है, धन्यवादको लागि एफिसीमा पावल प्रेरितले भन्नुभएको छ। एफिसी 5:19 हेर्नुहोस् त के भन्छ बाइबलले। एकदमै मिठो आशिषमय कुरा भन्नुहुन्छ पावल प्रेरितले एफिसी 5:19 एफिसी 5:19 यसरी पावलले भन्नुहुन्छ कि तपाईँ र मलाई चाहिँ उहाँले धन्यवाद दिनको लागि एउटाले अर्कोसँग भजन, हेर्नुहोस् है के भन्छ बाइबलले, एक्लै पनि होइन रे, एउटाले अर्कोसँग, अर्कोले अर्कोसँग। अनि छेउको साथीलाई तपाईँले मैले भनिदिउँ त, दिदी तपाईँलाई त परमेश्वरले धन्यवाद, तपाईँ र मलाई त परमेश्वरले धन्यवादको गीत गाउन पो चुन्नु भएको रहेछ भनेर भनिदिनुहोस् त। कस्तो मिठो हुन्छ त्यो शब्द, होइन र? के को लागि परमेश्वरले यसरी परमेश्वरको वचन भन्छ, एउटाले अर्कोसँग भजन गीत र आत्मिकी गानामा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुतिर गाउँदै र धुन निकाल्दै सधैँ सबै कुराको निम्ति हाम्रा प्रभु यीशु ख्रीष्टको नाममा परमेश्वर पितालाई धन्यवाद चढाऊ। एउटै काम हो प्रियहरू, तपाईँ र मेरो चाहिँ एकले अर्कासँग सहमति गरेर, सहकार्य गरेर, होइन, शान्तिमा भएर आत्मैदेखि धन्यवाद दिनु। के भन्छ यहाँ हेर्नुहोस् है, एउटा मिठो कुरा छ, यो आत्मिकी गानामा बोल्दै भनेर भनेको छ। आत्मिकी गानामा बोल्नको लागि तपाईँ र मेरो हृदय एउटै हुनुपर्छ। यो हृदय एउटै हुनको लागि एकले अर्कालाई क्षमा दिनुपर्छ। यो हृदय एउटै बनाउनको लागि तपाईँ र मेरो मन एउटै हुनुपर्छ। यो हृदय एउटै हुनको लागि तपाईँ र मेरो आत्मा एउटै हुनुपर्छ। जबसम्म तपाईँ र म आत्मा एकै हुँदैनौ, मन एकै हुँदैनौ, होइन, हृदय एउटै हुँदैनौ, तबसम्म तपाईँ र म आत्मिकी गानामा बोल्न सक्दैनौ, गाउन सक्दैनौ। प्रिय जतिसुकै घोक्रै फुलाएर बोले तापनि जबसम्म तपाईँ र म आत्मिकी गानामा बोल्दैनौ, आत्मामा तपाईँ र म एक हुँदैनौ, हाम्रो प्रार्थना यहाँबाट माथि जाँदै जान्न, यही हो सीमित हुने। हाम्रो प्रार्थना यहाँबाट माथि जाँदै जान्न। प्रियहरू, बाइबलले भनेको छ, यदि मेरो नाउँ दिएको मेरो प्रजाले आफैलाई जबसम्म नम्र पार्दैन, जबसम्म उसले पश्चाताप गर्दैन, जबसम्म उसले क्षमा लेनदेन हुँदैन, जबसम्म ऊ भित्र हृदयमा सफा हुँदैन, जबसम्म भित्र हृदयका इगोहरू फाल्दैन, त्यो घमण्डहरू, अहमताहरू फाल्दैन, ऊ भित्र भएका संसारका ती सबै कुविचारहरू जबसम्म एउटा विश्वासीको हृदयबाट हट्दैन, तबसम्म प्रार्थना सुनाइ हुँदैन। विचार नगर्नुहोस् प्रिय, प्रार्थना सुनाइ हुँदैन।
बोल्ने मात्रै हुन्छौँ हामी। पहिलो कोरिन्थीको पत्र 13 अध्यायमा भने जस्तै हामी बजाउने झ्याइ झ्याइ बज्ने झ्याली झ्याम्टा मात्रै हुन्छौँ, अरू कुनै कामकै हुँदैनौँ। दुःख नगरे पनि हुन्छ। जबसम्म एउटा विश्वासी उसको भित्रप्रतिको भित्री हृदयको वार्तालापमा जब ऊ नयाँ हुन सक्दैन, जबसम्म ऊ चाहिँ पहिलो दोस्रो कोरिन्थीको पत्र 5 अध्यायको 17 पदमा भने जस्तै ऊ नयाँ सृष्टि हुन सक्दैन, ऊ नयाँ सृष्टि हुनको लागि ऊ पहिला मर्न सक्दैन, मरेर फेरि जिउन सक्दैन, तबसम्म तपाईँ र मेरो हृदय हैन नयाँ हुन सक्दैन। तबसम्म तपाईँ र म आत्मिकी गानामा बोल्नै सक्दैनौँ, बोल्नै सक्दैनौँ। आत्मिकी गानामा बोल्नको लागि तपाईँ र म ख्रीष्टसँगै क्रुसमा टाँगिएको व्यक्ति हुनुपर्छ। पुराना स्वभावलाई मारेको हुनुपर्छ, विचारलाई मारेको। हिजो जस्तो बोल्दै थियौँ त्यो बोलीलाई तपाईँ र म सुधार्नु पर्ने हुन्छ। आज त मिठो बोल्ने व्यक्ति भएछ नि त, फलानाको छोरा त, फलानाको छोरी त, फलाना मान्छे त भनेर त्यो मान्छेको जबसम्म मानिसहरूले त्यो देख्दैनन् त्यो जीवनलाई, प्रार्थना सुनाइ हुँदैन, बोल्ने मात्रै हुन्छौँ प्रेम। तपाईँ र म त्यो चिजहरू देखिनको लागि पहिला कुरो चाहिँ यहाँबाट सुरुवात हुनुपर्छ, यहीँबाट सुरुवात हुनुपर्छ। त्यो हुनको लागि तपाईँ र मैले सबैभन्दा ठुलो आशिष चाहिँ मैले प्रभु पाएको छु भनेर सबैभन्दा तपाईँ र मैले पहिला प्रशंसा गर्नु पर्यो, धन्यवाद दिनु पर्यो, अनि मात्र तपाईँ र मेरो हृदयहरू तयार हुन्छन्। आमेन। एउटाले अर्कोसँग हेर्नुहोस् है, एकदमै मिठो वचन छ। पावलले एफिसीको मण्डलीका मानिसहरूलाई यही कुरा सिकाउनु भएको छ कि एउटाले अर्कोसँग भजन गीत गाउँदै, आत्मिकी गानामा बोल्दै, आफ्नो सम्पूर्ण हृदयले भनेको छ, आधा हृदयले, आधा दिमागले, आधा बोलीले भनेको होइन, सम्पूर्ण हृदयले। हेर्नुहोस् है, सबै कुराको निम्ति, एउटा कुराको लागि मात्रै होइन, पाउँदा मात्रै होइन, नपाउँदाखेरि पनि, हुँदा मात्रै होइन, नहुँदै गर्दाखेरि पनि, सन्तुष्ट हुँदाखेरि मात्रै होइन, तपाईँ र म असन्तुष्ट हुँदै गर्दाखेरि पनि परमेश्वरलाई तपाईँ र मैले धन्यवाद दिनुपर्छ। यो विश्वासीको काम हो। पास्टरले भेट्न आउँदाखेरि पनि, नआउँदै गर्दाखेरि प्रभु धन्यवाद तपाईँलाई, मेरो पास्टरलाई तपाईँले आशिष दिनुभएको होस्, मेरो अगुवालाई तपाईँले आशिष दिनुभएको होस्। तपाईँ र म धन्यवादी हृदय हुनुपर्छ। यो धन्यवादी हृदय जबसम्म तपाईँ र मैले तयार गर्दैनौ, तबसम्म तपाईँ र म स्वर्गको आशिषको भागीदारी बन्न सक्दैनौँ। प्रेरो स्वर्गको आशिषको भागीदार बन्नको लागि तपाईँ र मेरो हृदय चाहिँ पहिला धन्यवादले सजी सजाउ भएको हुनुपर्छ हैन। यो चर्चलाई जति हामी सजी सजाउ गरेर राम्रो बनाउँछौँ हैन, देख्नमा एकदमै राम्रो हुन्छ, तपाईँ र मेरो हृदय पनि त्यसरी नै सजी सजाउ गर्नुपर्छ। केले सजाउनु त हाम्रो हृदयलाई? गलातीको पत्र 5 अध्यायको 22 पदका हैन त्यो पदहरूले, त्यो आत्मिकी फलहरूले तपाईँ र मेरो हृदयलाई सजाउनु पर्छ। प्रेम, शान्ति, धैर्यता, विश्वासता, नम्रता हैन आदि इत्यादि, त्यहाँ 7वटा 9वटा फलहरू छन्। त्यो 9वटा फलले तपाईँ र मेरो हृदय चाहिँ जबसम्म भरिन्न, तबसम्म तपाईँ र म आत्मिकी क्षेत्रमा धन्यवादी हृदय जिउन सक्दैनौँ हैन। लेवीको पत्र 22 अध्यायको 29 पदमा लेखिएको छ। अनि प्रेरितको पत्र 16 अध्यायको 25 पदमा पावल र सिलासले दुःखमा पर्दै गर्दाखेरि परमेश्वरलाई आधा रातमा उठेर धन्यवाद दिनुभएको छ। हो प्रभु, हामी त रोमीहरूले जेलमा हाले, धन्यवाद प्रभु। हेर्नुहोस् त, रुनु पर्ने होइन त, जेलभित्र बस्दाखेरि त होइन र प्रभु, हामीले त जेलमा हालिदियो त, तपाईँको वचन बोल्दै गर्दाखेरि, तपाईँको प्रचार गर्दै गर्दाखेरि त हामी त जेलमा पर्यौँ भनेर दुःख मान्नु पर्ने होइन त। तर त पावल र सिलास चाहिँ के गरेका छन्? प्रेरितको पत्र 16 अध्यायको 25 पदमा आधा रातमा उठेर झै झै मादल बजाएका छन्। त्यतिखेर मादल चाहिँ हृदयमा हुन्थ्यो क्या प्रेहरू। मादल त कहाँ जेलमा लान पाइन्छ र? पाइन्थेन नि त। यहीँनिर उसको मादल घन्टेको छ मनभित्र होइन। अनि प्रभुलाई भनेको छन्, प्रभु हामी त तपाईँको वचन प्रचार गर्दा गर्दा हामी त जेलभित्र पर्यौँ, धन्यवाद छ प्रभुजी। आज हामी फेरि त्यही जेलभित्रकै मानिसलाई परमेश्वरको वचन सुनाउँछौँ। जेलभित्रै धेरै मानिसहरू हेर्नुहोस् त, उनीहरू हृदय परिवर्तन भएको छ। उनी त्यहाँनिर त्यो बाजा गाजा गाउँदै गर्दाखेरि अरूले सुनिराखेका छन् परमेश्वरको वचन, त्यो आराधना। यसरी प्रभुको काम हुन्छ के प्रियहरू? जबसम्म तपाईँ र म आत्मामा निर्माण हुँदैनौ, तबसम्म तपाईँ र म भारी मात्रै देखि पठाउँछौँ, दुःख मात्रै देखि पठाउँछौँ, अगाडि त खालि सकेको कुरा मात्रै देखि पठाउँछौँ। बोली त्यस्तै निस्किन्छ, हुन्न कि क्या हो? हुन्छ। लुकाईको 37 पदले त्यही भन्छ, त्यो त मानिसको लागि असम्भव होला, मान्छेको विचारको लागि असम्भव होला, मान्छेको बोलीको लागि असम्भव होला, तर परमेश्वरमा कुनै पनि कुरा हो असम्भव भन्ने कुरा नै छैन प्रिय। उहाँले सबै कुरा बनाउन सक्नुहुन्छ, सबै कुरा दिन सक्नुहुन्छ, सबै कुरा जुटाउन सक्नुहुन्छ।
रोमीको पत्र 8 अध्यायको 28 पदले त्यही भन्छ कि उहाँको अभिप्राय अनुसार बोलाइएका हरेक मानिसको लागि परमेश्वरले खराब हुँदै गर्दाखेरि पनि भलाइ गरिदिनुहुन्छ। आमेन। यस्तो परमेश्वरलाई तपाईले मैले पाएका छौं। यसै कारण म तपाईलाई आज बिहान यो प्रश्न सोध्दै गर्दाखेरि सबैभन्दा ठूलो आशिष भनेको चाहिँ परमेश्वर पितालाई पाउनु हो, प्रभु यीशु ख्रीष्टमाथि विश्वास गर्नु। आमेन। हुनुहुन्छ भने तपाईलाई केही छ त? यसले त खाना खानलाई त मार्था मरियमको घरमा जानुभएको होइन रहेछ नि त, होइन? मार्थाले त मिठो मिठो कुराहरू पकाउँदै रहेछिन्, तर यसुलाई त मिठो कुरा चाहिएकै होइन रहेछ। मरियमले त बसेर नबसेर प्रभु के बोल्नुहुन्छ तपाईँले, के भन्दै हुनुहुन्छ तपाईँले भनेर यति ठाडो कान गरेर सुनिराखी रहेछ नि त। त्यही कुरा पो प्रभुले खोज्नु भएको रहेछ त, होइन र? अनि यसु जब तपाईँ र मेरो घरमा आउनुहुन्छ, तपाईँ र मेरो रित्तिएको आरी पनि के हुन्छ? भरिनेछ। आमेन। रित्तिएको चामलको थैलो पनि भरिनेछ। प्रियहरू, विश्वास गरौँ का? हामी विश्वास गरौँ। उहाँको कामको लागि खट्यौं, उहाँको कामको लागि तपाईँ र म दिलो ज्यान लगाऊ, जुत्ता फटाऊ 2-4 जोर, पानीको प्यास लाग्दै गर्दाखेरि पनि प्रभुलाई धन्यवाद भनौँ, प्रभु यहाँ त पानी छैन, धन्यवाद तपाईँलाई भनेर हिँडौँ। अनि मात्र परमेश्वरले तपाईँ र मेरो रित्तिएको जिन्दगीलाई, रित्तिएको आरीलाई तपाईँ र मेरो सबै कुरा परमेश्वरले भरिपूर्ण पार्न सक्नुहुन्छ। हामी सबै कुराहरू रित्तिएर प्रभुको चरणमा गएको उहाँ चाहनुहुन्छ। हामी जबसम्म यो संसारका कुराहरूले रित्तिन्नौ, स्वर्गका कुराहरूले भरिन गाह्रो हुन्छ। प्रियहरू, स्वर्गको कुराहरूले भरिनको लागि तपाईँ र म चाहिँ संसारका कुराहरूले रित्तिनुपर्छ। जकासले त्यही गरे, संसारका कुराहरू सबै छोडिदिए, स्वर्गका कुराले भरिए। आमेन। जकासले तपाईले हिसाब गर्नुभयो भनेदेखि केही पनि बचेन, सबै दिए, सबै दिए। प्रियहरू, स्वर्गका कुराले भरिए। यसुले भन्नुभयो आज यो घरमा मुक्ति आएको छ। आमेन। यो हप्ता, गएको हप्ता पनि म शनिबार तपाईहरुसँग हुन पाइनँ। केही हाम्रो टिमहरू छौँ, हामी चाहिँ दिलो ज्यान लगाएर आफूसँग भएका कुराहरू पनि अरूलाई बाँडचुँड गर्नको लागि पाल्पा जिल्लामा गएका थियौँ। एकदमै त्यो परिवारहरू देखेर धेरै विचलित भयौँ, धेरै दुखित भयौँ। प्रियहरू, बुढाबुढी बा आमा मात्रै बस्नु भएको, बाले कान सुन्नुहुन्न, आमा भित्र रोइराख्नु भएको, बिरामी अवस्थामा उपचार गरेर लाने ठाउँ केही छैन। मैले हतार पतार गएर त्यहाँभित्र कहीँ केही राखेको छ कि भनेर खानेकुरा हेरेको, पकाउने चामल पनि थिएन। प्रियहरू, दुःख लाग्यो त्यो ठाउँमा। त्यसरी हामी जाँदै गर्दाखेरि प्रभुले हामीलाई त्यो ठाउँ देखाउनु भयो। प्रार्थना गऱ्यौँ, निकै महिना अगाडिदेखि प्रार्थना गरिराखेका थियौँ। 45 घर परिवारसँग त्यो दुःख, त्यो होइन, त्यो वेदनाहरू साथेर आउने मौका प्रभुले हामीलाई दिनुभयो। त्यहाँ जाँदै थियौँ, फर्केर घर आउन लाग्यो। फेरि एकजना दाजुले भन्नुभयो, दाइ हाम्रो गाउँमा त एकजना आमाको घरै जलो, केही छैन खानेकुरा, 4 महिनाको बच्चा बल्ल बल्ल बचायौँ, घर सबै रित्तियो, सकियो भनेर मकवानपुर जिल्लाको राक्सीगाउँ गाउँपालिका वार्ड नम्बर 7 को चरीमारा भन्ने ठाउँबाट फोन आयो। जानै निकै टाढो लाग्छ, सिटै नपाइने, गाडी नै नपाइने, 4 घण्टाको त्यो कच्ची बाटोको यात्रा गर्दै गर्दा माथि डाँडामा पुग्यौँ। डाँडामा पुग्दाखेरि हामीले देख्यौँ त्यो घरको मान्छेसँग त 1 जोर कपडा पनि रहेनछ बिचरा। एकदमै पातलो 1 सरो कपडामा बस्नु भएको, कति जाडो होला। मैले त यहाँ 3-4 वटा लगाएर आएको छु, चिसो हुन्छ भनेर। त्यो माथि डाँडामा कति चिसो थियो होला, त्यो चिसोमा कठाङ्ग्रिएर बस्नु भएको सासाना बाबु नानीहरूको दृश्य देख्दाखेरि साह्रै मन दुख्यो। प्रिय, हामीले प्रार्थना गर्यौँ प्रभुसँग, प्रभु आज साँच्चै नै तपाईको प्रेम चाहिँ यहाँनिर यस्ता मानिसहरूलाई खाँचो छ, तपाईको प्रेम चाहिँ यस्तो मानिसहरूलाई, यस्तो परिवारलाई खाँचो छ जुन परिवार चाहिँ आज तपाईको प्रेम के हो भन्ने कुरा बुझेका छैनन्, विश्वासी के हो भन्ने कुरा बुझेका छैनन्।
आज त्यो प्रेम चाहिँ तपाईँले हामीलाई यो ठाउँमा ल्याउने मौका दिनुभयो। प्रभुलाई हामी भन्यौँ, एक बोरा चामल लिएर गएका थियौँ होइन, केही हदसम्म उनीहरूको गुजारा टार्ने सामानहरू लिएर गएका थियौँ। त्यो सामान पाउँदै गर्दाखेरि त्यो परिवार धेरै खुसी हुनुभयो। प्रियहरू, आँखाबाट आँसु झरिराखेको थियो, खुसीको आँसु। हामीले मन थाम्न सकेनौँ। त्यो परिवारलाई फेरि हामी फर्केर आउने बाचा गऱ्यौँ। यो पटक चाहिँ हामीले प्रत्येक व्यक्तिबाट एउटा दुईवटा भने पनि पुरानो कम्मलहरू बटुलेर कम्तीमा पनि हामी 20-25 वटा कम्मल ब्ल्याङ्केट लिएर जाँदैछौँ। फेरि हाम्रो लागि प्रार्थना गरिदिनु होला। प्रिय, हामी यो संसारमा केही ल्याएनौँ, हामी रित्तै आएका थियौँ, रित्तै जानेछौँ। तर प्रभुले जे दिनुभयो त्यो कुरा तपाईँ र मैले बाँड्न सक्यौँ भनेदेखि परमेश्वरले तपाईँ र मेरो नाउँ चाहिँ जीवनको पुस्तकमा लेखेर भोलि न्यायको आसनमा खडा हुँदै गर्दाखेरि उहाँले स्याबास मेरो छोरा, स्याबास मेरो छोरी, तैँले मेरो मानिसहरूलाई हेरिस्, तैँले मेरो मानिसहरूको दुःख बुझिस्, तैँले मेरो मानिसहरूको आँसुलाई पुसिदिस् भनेर प्रभुले तपाईँले मलाई दाह पार्नुहुन्छ, स्याबासी दिनुहुन्छ। आमेन, हालेलुया। बिचको औला बिर्सिनु होला है, औला नबिर्सिनु होला। यो बिचको औला चाहिँ अलिकति ठुलो छ, हेर्नुहोस् है। अरू औला भन्दा यो बिचको औला चाहिँ अलिकति ठुलो नै हुन्छ। अनि यसलाई चाहिँ के भन्छ हामीले, बिचको औलालाई। अनि यो औलाले एउटा जानकारी गर्छ। यो औलाको काम चाहिँ अब अन्तर्विन्तीको प्रार्थना गर्ने हो। सुरुमै हामी प्रार्थना गर्दाखेरि प्रभु मेरो त घर दिएको छ, मेरो छोराछोरी यस्तो भएको छ, होइन। हामीले सबैभन्दा पहिलो कुरो चाहिँ परमेश्वरको तारिफ गर्नुपर्छ, महिमा गर्नुपर्छ। त्यसपछि तपाईँले धन्यवाद दिनुपर्छ। त्यसपछि तपाईँले मेरो जीवनमा अन्तर्विन्तीको प्रार्थना भनेको यो प्रार्थनाले चाहिँ अरू व्यक्ति समुदायलाई जोडेको हुन्छ। प्रार्थना अन्तर्विन्तीको प्रार्थनाले अहिले हामी अन्तर्विन्तीको प्रार्थना गऱ्यौँ, देशको लागि, मण्डलीको लागि होइन, विभिन्न क्षेत्र समुदायको लागि गऱ्यौँ, अरू मण्डलीको लागि गऱ्यौँ, विदेशमा भएका दाजुभाइ दिदीबहिनीको लागि गऱ्यौँ, रोगी बिरामीको लागि गऱ्यौँ, होइन र। धेरै जसो प्रार्थना चाहिँ अर्को व्यक्तिलाई गऱ्यौँ, होइन र। अन्तर्विन्तीको प्रार्थना चाहिँ बलिदानको प्रार्थनाले अर्को मान्छेलाई देखिराखेको हुन्छ अरे, अर्काको दुःखलाई हेरिराखेको हुन्छ अरे उसले। जब तपाईँ र म अन्तर्विन्तीको प्रार्थना गर्छौँ, यो अन्तर्विन्तीमा जब तपाईँ र म चाहिँ घुस्छौँ, पस्छौँ भनेदेखि तपाईँ र म अर्को व्यक्तिको लागि निर्माण भइराखेका हुन्छौँ, अर्को व्यक्तिको आशिषको कारण बनिराखेका हुन्छौँ, अर्को व्यक्तिको लागि तपाईँ र म प्रार्थना गरिराखेका हुन्छौँ। र कहिलेकाहीँ यो औँला अलिकति ठुलो भएको कारणले गर्दाखेरि अलिक अहमता पनि आउँछ अरे। तर यो अहमतालाई, इगोलाई त्यागेर तपाईँ र मेरो हृदयमा चाहिँ परमेश्वरको पवित्र आत्मा र धन्यवादी हृदयलाई उत्पन्न गरेर तपाईँ र म चाहिँ अर्को व्यक्तिको लागि के हुनुपर्छ, तपाईँ र म चाहिँ प्रार्थना गर्ने, अन्तर्विन्ती गर्ने व्यक्ति हुनुपर्छ। आमेन। एफिसी 6:18 पद हेर्नुहोस् है। फेरि हामी एफिसीको पत्रतिर फर्काउँदा एफिसी 6:18 पदमा परमेश्वरको वचनले यसरी भन्नुहुन्छ, अन्तर्विन्तीको प्रार्थनाले चाहिँ तपाईँ र मेरा कतिवटा आशिषका ढोकाहरू खोलिराखेका हुन्छन् र परमेश्वरको महिमा भइराखेको हुन्छ। साथै विश्वासको ढाल उठाऊ जसबाट तिमीहरू दुष्टका सबै अग्निबाणहरू निभाउन सक्छौ, मुक्तिको टोप लगाऊ र पवित्र आत्माको तरबार ल्याऊ जो चाहिँ परमेश्वरको वचन हो। आमेन। परमेश्वरलाई धन्यवाद भएको छ। प्रेरितको पत्र 12 अध्यायको 1 पददेखि 16 पदसम्म जब पत्रुसलाई जेलमा थुनियो, रोमी सरकारले जेलमा हालिदिए, त्यसपछि मण्डलीले बसेर ठुलो प्रार्थना गरिराखेको छ। प्रियहरू हेर्नुहोस् है, जाने ठाउँ कहीँ थिएन, भन्ने ठाउँ कहीँ थिएन, सुनाइ हुने ठाउँ कहीँ पनि थिएन। रोमी साम्राज्य यति बलियो र शक्तिशाली राज्य थियो कि कसैले पनि हल्लाउन सक्थेन उसलाई। उसले जे गर्यो सकियो, निरङ्कुशता थियो त्यहाँ, दया माया प्रेम भन्ने कुरा कहीँ पनि थिएन। अनि पत्रुसलाई चाहिँ जब जेलमा हालिदिए, अनि यतापट्टि मण्डलीले ठुलो बसेर प्रार्थना गर्दै थिए। हेर्नुहोस् है, अनि के भएको छ। अनि हामी एकचोटि फर्काउँदा प्रेरितको पत्र 12 अध्यायको 1 पददेखि हामीले केही पदहरू, 20-20 को पदहरू पढौँ। तपाईँहरूसँग बाइबल छ भने तपाईँले निकाल्न सक्नुहुनेछ। त्यहाँ एउटा अचम्मको घटना भएको छ। पत्रुस जेलखानमा भनेर शीर्षकमा लेखिएको छ। त्यही दिन हेरोद राजाले मण्डलीका कतिजनासँग कठोर अत्याचार गर्न थाले। उनले यूहन्नाका दाजु याकुबलाई तरबारले मारे। हेर्नुहोस् है, र यस कामले यहुदीहरू खुसी भएको देखेर पत्रुसलाई पनि पक्रने तरखार गरे। यो घटना अखमिरी रोटीको चाडको समयमा भएको थियो। हेर्नुहोस् त, पत्रुसलाई यति शक्तिशाली व्यक्ति, जुन व्यक्तिले प्रचार गर्दै गर्दाखेरि प्राय 4000-5000 मानिसहरू प्रभुमा फर्केको मानिसलाई अब रोमी सरकारले पक्रेर कहाँ लागेको छ, जेलमा हालिदिएको छ। हेर्नुहोस् है, अब त्यसपछि के भएको छ।
5 पदमा 12:5 यसरी पत्रुस जेलखानामा राखिए तब तिनको निम्ति मण्डलीले परमेश्वरमा बडो जोड साथ अन्तर्विधि प्रार्थना गरिराखेको थियो। प्रियहरू, तपाईँले कति अर्को व्यक्तिलाई प्रार्थनामा समय दिनुहुन्छ? म आज तपाईँहरूलाई सोधिदिन पनि आफैले विचार गरौँ। दोस्रो कोरिन्थीको पत्र 13 अध्यायको 5 पदले तपाईँले मलाई विश्वासमा कति बलिया भएका छौ, प्रार्थनामा कति बलिया भएका छौ। अर्को व्यक्तिलाई जजमेन्ट गर्ने जीवन होइन। विश्वासी जीवन चाहिँ फलाना त गर्दैन म किन गर्ने भन्ने जीवन होइन। प्रभु म गर्न तयार छु, मलाई तपाईँले चलाउनुहोस्, मलाई आत्माले भर्नुहोस्, मलाई तपाईँको वचनले भर्नुहोस् प्रभु भनेर जबसम्म तपाईँ र म चाहिँ आफैमा तयार हुँदैनौ तबसम्म तपाईँ र म स्वर्गीय आशिषले भरिन सक्दैनौ। प्रियहरू, तपाईँ र म अर्को व्यक्तिलाई प्रार्थना गर्ने व्यक्ति बन्नुपर्छ। मण्डलीका व्यक्तिहरूको लागि, अगुवाहरूको लागि, मण्डलीका विश्वासीको लागि, छर छिमेकीको लागि, देशको लागि तपाईँ र म चाहिँ प्रार्थना गर्ने व्यक्ति जबसम्म बन्दैनौ तबसम्म तपाईँ र मेरो जीवनमा छुटकारा आउँदैन। प्रियहरू, यहाँ पत्रुसको लागि मण्डलीका मानिसहरूले बडो जोडको साथमा प्रार्थना गरिराखेका छन्। हेर्नुहोस् है, यसरी पत्रुस जेलखानामा राखिए तर तिनको निम्ति मण्डलीले परमेश्वरसँग बडो जोशको साथमा अन्तर्विन्तीको प्रार्थना गरिराखेको थियो। हेर्नुहोस् है, 7 पदले भन्छ अचानक प्रभुको एउटा दूत त्यहाँ देखा परे र कोठरीमा ज्योति चम्क्यो। हालेलुया! तपाईँ र मेरो अवस्थालाई परिवर्तन गर्न सक्ने हाम्रो परमेश्वर हुनुहुन्छ। तपाईँ र मेरो त्यो अवस्थालाई पनि अब होइन सबै कुराहरूबाट तपाईँ र मलाई बाहिर निकाल्ने, छुटकारा दिन सक्ने परमेश्वर तपाईँ र मैले विश्वास गरेका छौँ। प्रियहरू, यसकारण तपाईँ र म अन्तर्विन्तीको प्रार्थना गर्ने विश्वासी बन्नुपर्छ। आमेन। धेरै कुराहरू छन्। स्वर्गदूतले तिनलाई भने लुगा लगाऊ, 8 पदमा लुगा लगाऊ र जुत्ता लगाऊ। अनि तिनले त्यसै गरे। उनले तिनलाई भने खास्ट उडेर मेरो पछि लाग। अनि तिनी निस्केर उनको पछि लागे। स्वर्गदूतबाट गरिएको कुरा साँच्चै नै हो भन्ने तिनलाई थाहा भएन, तर दर्शन देख्दैछु भन्ने कुरा तिनले ठाने। र पहिलो र दोस्रो पटक टोली पहरा नागेर शहरमा पस्ने फलामे ढोकामा तिनी पुगे र त्यो ढोका आफै तिनको लागि उघ्रियो र तिनीहरू बाहिर निस्केर एउटा गल्लीको बाटो भएर गए र तुरुन्तै स्वर्गदूत तिनलाई छोडेर गए। हालेलुया! जब तपाईँ र म चाहिँ आत्मैदेखि प्रार्थना गर्ने विश्वासी बन्छौं, धन्यवाद दिने विश्वासी बन्छौं, प्रशंसा गर्ने विश्वासी बन्छौं, अन्तर्विन्ती अरूको लागि प्रार्थना गर्ने विश्वासी तपाईँ र म बन्छौं भने स्वर्ग तपाईँ र मेरो लागि हाजिर छ, तपाईँ र मेरो छुटकारा गर्नको लागि। आमेन। येशू ख्रीष्ट तयार हुनुहुन्छ तपाईँ र मेरो लागि, आफ्ना स्वर्गदूत पठाउनको लागि उहाँ तयार हुनुहुन्छ। प्रियहरू, यसकारण तपाईँ र म आत्तिनु पर्दैन। केही समय त दुःख होला। प्रकाशको पत्र 2:10 अघि त्यही भनेको छ होइन र? 10 दिन तिमीलाई कष्ट होला तर स्थिर बस, तिमीलाई म जीवनको मुकुट पहिराइदिनेछु। आमेन। हालेलुया! प्रभु महिमा भएको छ। निन्द लाग्दैछ हजुरहरूलाई? अब केही समय मात्रै बाँकी छ, म 10 मिनट मात्रै लिनेछु है। प्रभुलाई महिमा भएको होस्। यो बिचको औला अलिकति ठुलो भए तापनि हामी कोही उमेरमा साना होला, कोही उमेरमा ठुला होला होइन, कोही परिपक्व होला, कोही अधिकल्चै होला, कोही भर्खरै जन्मेको होला, कोही भेसरी पढेको होला, कोही बेसरी नपढेको पनि होला। हामी एउटै बुवाको एउटै छोराछोरी हौ। सबैले सबैलाई माया गरौँ, आदर गरौँ र परमेश्वरतिर फर्काउँ। प्रिय, उहाँले तपाईँले मेरो प्रार्थना सुन्नुहुन्छ। आमा एकछिन नबोलिदिनु ल, एकछिन कुराकानी नगरिदिनु ल। अहिले सङ्गति उठेपछि कुराकानी गरौँ नि है, हुँदैन र? मिठो वचन प्रभुले दिँदै हुनुहुन्छ। यो वचन जति सुन्छौँ त्यति तपाईँ र मेरो जीवनमा आशिषहरू आउँछ है। यसकारण सुन्नुहोस्, यसकारण तपाईँ र म चाहिँ एकदमै आराधना गर्ने विश्वासी बन्नुपर्छ। यो बिचको औँला पुगेपछि अब यो औँलाको नाम के हो? कसरी भनिदिनु त? साइली औँला। साइली औँलाको काम चाहिँ के हो? अब पश्चातापको प्रार्थना हो। प्रिय, पश्चातापको प्रार्थना हेर्नुहोस् है, पश्चातापको प्रार्थना जबसम्म तपाईँ र मैले गर्दैनौ तबसम्म तपाईँ र मेरो प्रार्थना पनि सुनाइ हुँदैन। पश्चाताप गरेर तपाईँ र म खाली हुनु पर्यो। प्रभु यीशु ख्रीष्टले यो संसारमा आइकन सुरुमा प्रचार गर्दाखेरि उहाँले एउटा वाक्य भन्नुभएको छ। मेरो ख्यालमा यो मत्तीको पत्र 4 अध्यायको 17 पदमा हुनुपर्छ, यदि म गलत भइन भनेदेखि त्यही हुनुपर्छ। हेर्नुहोस् है, उहाँले पहिलो शब्द एउटा कुरा भन्नुभएको छ। त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइराखेको छ। आमेन। स्वर्गको राज्य, स्वर्गको आशिष भनेको चाहिँ पश्चाताप गर्ने व्यक्तिहरूको लागि कुरै नबसेको आशिष हो। प्रियहरू, हेर्नुहोस् है,
जुन व्यक्तिले पश्चाताप गर्छ, जुन व्यक्तिले आफ्ना भुल गल्ती स्वीकार गर्छ, जुन व्यक्तिले प्रभु म चाहिँ कमजोर मानिस हुँ, म चाहिँ एउटा तल्लो लेभलबाट तपाईँले उठाउनु भएको व्यक्ति हुँ भनेर उसले दिनहुँ आफैले आफूलाई निर्माण गर्छ भनेदेखि के हो? स्वर्गको आशिष त्यसको लागि हो, स्वर्गको आशिष त्यो व्यक्तिको लागि हो। प्रियहरू, पश्चाताप नगर्ने भएपछि के हुन्छ हामी थाहा छ? अहमताले पुरिन्छौँ, घमण्ड हुन्छ हामीमा। मैले गरेको हो भन्ने कुरा, खालि मैले भन्ने म भन्ने कुरा मात्रै अगाडि देखा पर्छ। प्रियहरू, परमेश्वरले गर्नु भएको हो भन्ने कुरा देखा पर्दैन, त्यहाँ स्वर्गले गरेको भन्ने कुरा देखा पर्दैन। पश्चाताप नगर्ने व्यक्ति हठी हुन्छ, जिद्दी हुन्छ, उसले मै मात्र देखेको हुन्छ। पश्चाताप गर्ने व्यक्तिले उसले जहिले पनि ख्रीष्टलाई हेरेको हुन्छ। आमेन। यसकारण पहिलो यूहन्नाको पत्र 1:9 हामी हेरौँ त परमेश्वरको वचन, प्रभुको वचनले के भन्नुहुन्छ। कति मिठो आशिषमय वचन छ प्रियहरू। यो वचन जति खायो त्यसकारण परमेश्वरको वचनले भन्छ वचन त महभन्दा पनि मिठो हुन्छ अरे। आमेन। दिनभरि खाए पनि तपाईँलाई तितो लाग्दैन अरे के? म जति खानुहोस् न त्यति मिठो हुन्छ। हेर्नुहोस् त, पहिलो यूहन्नाको पत्र 1:9 के भन्छ? हामी सबैको लागि म पढ्दैछु। यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भनेदेखि उहाँले पनि हाम्रा पापहरूलाई क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। आमेन। हामी पश्चाताप गर्ने विश्वासी बनौँ प्रियहरू। तपाईँ र मलाई स्वर्गले उच्च पार्नेछ, मानिसले उच्च पारेर केही दिन होला, केही समय होला, केही वर्ष होला, तर त्यसपछि उसले साथ दिन छोडेपछि गयो त्यो तल झर्छ फेरि। तर जुन दिन तपाईँलाई स्वर्गले उचाल्छ, जुन दिन स्वर्गले तपाईँलाई चिन्छ, जुन दिन प्रभु यीशु ख्रीष्टले तपाईँलाई चिन्नुहुन्छ, वाओ मेरो छोरा यो साँच्चै नै हृदयदेखि प्रार्थना गर्ने छोरा हो, प्रार्थना गर्ने छोरी हो, धन्यवाद दिने छोरी हो, धन्यवाद दिने छोरा हो भनेर जुन दिन तपाईँलाई ख्रीष्टले चिन्नुहुन्छ त्यो दिन तपाईँलाई प्रभु ख्रीष्टले माथि पुर्याउनुहुन्छ, कहिल्यै पनि तल झर्नु पर्दैन। उहाँले तपाईँलाई हाई हाई भन्नुहुन्छ, स्याबास मेरो छोरा भन्नुहुन्छ। आमेन। त्यो दिनदेखि तपाईँको नाउँलाई जीवनको पुस्तकमा प्रभुले लेखेर राख्नुहुन्छ र उहाँले भन्नुहुन्छ म तिमीलाई अब जीवनको मुकुट पहिराइदिनेछु। आमेन। हालेलुया। बुझ्दै हुनुहुन्छ? सायद आउला धेरै थिए यहाँनिर वचन, होइन? म तपाईँहरूलाई पछि पढ्नेछु। दोस्रो इतिहासको पत्र 7:14, पहिलो यूहन्नाको पत्र 1:9, भजन सङ्ग्रहको पत्र 51:16-17, यी सबै कुराहरू चाहिँ पश्चातापको लागि तपाईँहरू मेरो लागि परमेश्वरले वचन दिनुभएको छ। आमेन। अब पाँचौं औँला के होला? यो कसैले सबैले भन्नु न, किन नबोल्नु भएको तपाईँहरू? कान्छी औँला, सबैभन्दा सानो औँला भनेको कान्छी औँला हो। यो कान्छी औँलाको लागि चाहिँ काम चाहिँ अब के हो? अब माग्ने प्रार्थना हो। बल्ल हेर्नुहोस् है, अघि हामी धेरैचोटि अगाडि प्रभुलाई प्रभु मेरो त यस्तो कुरो सकेको छ नि भनेर पहिल्यै भन्छौँ, तर आजको वचन अनुसार तपाईँले मैले माग्ने कुरा चाहिँ कतिखेर सुन्यौ? सबैभन्दा अन्तिममा सुन्यौ। प्रभु मेरो अवस्था तपाईँले देख्नु भएको छ, मलाई दिनुहोस् न त। मैले त तपाईँलाई धन्यवाद पनि दिएको हो, मैले त तपाईँलाई प्रशंसा पनि गरेको हो, मैले त तपाईँका मानिसहरूको लागि अन्तर्विन्दी प्रार्थना पनि गरेको छु, मैले त तपाईँको राज्यको लागि मैले आफैलाई निर्माण गर्नको लागि मैले पश्चाताप पनि गरेँ, मैले मेरो भुल गल्ती स्वीकार पनि गरेँ, म अब फेरि निर्माण पनि भएको छु, फेरि तपाईँको लागि मेरो जीवनमा नयाँ सृष्टि पनि भएको छु। अब मलाई दिनुहोस् प्रभु भनेर जब तपाईँले मैले हातहरू फैलाउँछौँ, ख्रीष्टको अगाडि गएर उहाँलाई भन्छौँ, उहाँले तपाईँले मलाई झोली भरिदिनुहुन्छ। आमेन। उहाँले तपाईँले मेरा हृदयका झोलीहरू भरिदिनुहुनेछ, खाली भएका कुराहरू भण्डारहरू उहाँले तपाईँले मलाई भरिदिनुहुन्छ र तपाईँ र म चाहिँ भरिपूर्ण हुनेछौँ। आमेन। यसरी एउटा विश्वासी परिवार चाहिँ जहिले पनि माथि शिर हुन्छ, पुछार कहिले पनि हुन्न भनेर व्यवस्थाको पत्र 28:1-13 सबै आशिषहरू तपाईँ र मेरो विश्वासी परिवारभित्र उहाँले भरिदिन चाहनुहुन्छ। आमेन। हालेलुया। एउटा वचन पढौँ, धेरै वचन नपढौँ है। मत्तीको पत्र 7:7 यसरी प्रभु यीशु ख्रीष्टले आफैले स्वयं यो कुरा भन्नुभएको छ। हेर्नुहोस् है, कान्छी औँलाको काम चाहिँ अब माग्ने हो। अब तपाईँले मलाई माग्दै गर्दाखेरि उहाँ झर्को मान्नुहुन्न, उहाँ त दिने परमेश्वर हुनुहुन्छ, उहाँ त तपाईँले मलाई भर्ने परमेश्वर हुनुहुन्छ, उहाँ तपाईँले म हृदयको कहिले पनि चाहनुहुन्न, उहाँ त तपाईँले म स्वर्गको आशिषले भरेको चाहनुहुन्छ। आमेन। हालेलुया। यहाँ यसरी लेखेको छ, माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेटाउनेछौ, ढकढकाउ त तिमीहरूको निम्ति उघारिनेछ, किनकि जसले माग्छ त्यसले पाउँछ भनेर प्रभुको वचनले भनेको छ। हेर्नुहोस् है, तपाईँ र म चाहिँ
कस्तो व्यक्ति, कस्तो तरिकाले, कस्तो प्रकारले माग्न गइरहेका छौँ येशू ख्रीष्टसँग। के तपाईँ र म आज पश्चाताप बिना नै प्रभुसँग माग्न गएका छौँ? पाउँदैनौँ। आश नगरौँ प्रियहरू। के तपाईँ र म चाहिँ अन्तर्विन्ती प्रार्थना बिना नै प्रभुसँग माग्न गइराखेका छौँ? बाइपास हुँदै? पाउँदैनौँ प्रियहरू। त्यसपछि विश्वासीको जीवनमा निराश आउने हो नि त। त्यसै किन विश्वासी निराश हुन्छ त? विश्वासीको लागि त अधिकार प्रभुले दिनुभएको छ। तिम्रो लागि म दिनेछु भनेर उहाँले प्रतिज्ञा गर्नुभएको छ। तिमी पानीबाट भएर जाँदाखेरि पनि म त्यही हुनेछु भनेर प्रभुले भन्नुभएको छ। तिमी आगोबाट भएर जाँदाखेरि पनि म त्यही हुनेछु, तिमीलाई भस्म गर्ने छैन भनिकन प्रभुले प्रतिज्ञा गर्नुभएको छ। किन विश्वासी आज निराश हुँदैछ त भन्दाखेरि हामीले यी माथिका 4वटा प्रक्रिया पुर्याउनै सकेनौँ प्रिय। हामीले यो माथिको 4वटा प्रक्रियाहरू पुर्याउनै सकेनौँ। हामी प्रशंसा दिन चुक्यौँ, हामी धन्यवाद दिन चुक्यौँ, हामी अन्तर्विन्ती प्रार्थना गर्न चुक्यौँ प्रियहरू। माग्न जान्छौँ, कहाँबाट पाउँछ त प्रियहरू? माग्नको लागि त यी प्रक्रियाहरू पुर्याउनु पर्दो रहेछ नि त। हेर्नुहोस् त, पहिला हाम्रो प्रभुलाई प्रशंसा गर्नु पर्दो रहेछ। उहाँ कस्तो हुनुहुन्छ भन्ने कुरा पहिला तपाईँले मैले चिन्नु पर्यो। उहाँ त यो स्वर्ग र पृथ्वी बनाउने परमेश्वर हुनुहुन्छ, यो ब्रह्माण्डको मालिक हुनुहुन्छ, उहाँ त राजाहरूको पनि राजा हुनुहुन्छ। उहाँको चरणमा जाने व्यक्तिलाई कहिले पनि उहाँले रित्तो हात फर्काउनुहुन्न, उहाँले भरेर पठाउनुहुन्छ प्रियहरू। तपाईँ र म कहिले काहीँ राजाको बुलावटमा राजाको घरमा गयौँ भने राजाको घरमा तपाईँ र म यसरी नै बस्छौँ त, यता हेर्दै उता हेर्दै, यता मोबाइल चलाउँदै, यता गफ गर्दै बस्छौँ त। यही राजाको घरमा, राजा ज्ञानेन्द्रको घरमा बोलावट भयो भने यसरी बस्छौँ? केही पो भन्ने हो कि यता आर्मी छ, सिसी क्यामेरा छ, यता डर लाग्छ होइन र? यसरी बस्छौँ? यो राजा भन्दा पनि उहाँ राजा चाहिँ कति सर्वशक्तिमान हुनुहुन्छ हेर्नुहोस् है। उहाँ बाइबलले भन्छ उहाँ त भस्म गर्ने आगो हुनुहुन्छ अरे। डराउनु पर्छ प्रियहरू तपाईँ र म। जबसम्म उहाँको भय र डर तपाईँ र मेरो हृदयमा पैदा हुँदैन, उत्पन्न हुँदैन, तबसम्म तपाईँ र म चाहिँ यो प्रशंसा गर्न सक्दैनौँ। प्रशंसा गर्ने भन्ने कुरा मुखले मात्रै होइन। अघि एफिसीको पत्रमा भने जस्तै तपाईँ र म चाहिँ आत्मिकी हृदयले प्रशंसा गर्ने भन्ने कुरा बोलिएको छ त्यहाँनिर। त्यसको लागि तपाईँ र म चाहिँ रोमीको पत्र 12:2 भने जस्तै तपाईँ र म जिउँदो बलिदान हुनुपर्छ। त्यसको लागि आफैले नम्रतामा झार्नु, आफैले तल राख्नु, अनि परमेश्वरको अगाडि तपाईँ र म चाहिँ एकदमै नम्र भएर प्रार्थना गर्नु। यो कुरा हुन आउँछ प्रशंसामा। धन्यवाद हृदय त्यसै तयार हुँदैन प्रियहरू। धन्यवाद दिनको लागि तपाईँ र म चाहिँ पहिला चाहिँ के हुनुपर्छ? माटोमा बिउ मरे जस्तै गरेर तपाईँ र मेरो विश्वासी जीवन चाहिँ शारीरिक रूपमा मर्नुपर्छ, अनि मात्र तपाईँ र म बल्ल धन्यवाद दिन सक्छौँ। अन्तर्विन्ती अरूको लागि देख्नु, अरूको लागि प्रार्थना गर्नु यति सजिलो कुरा होइन, मुखले बोले जस्तो कुरा होइन प्रियहरू। त्यसको लागि तपाईँ र म सँगसँगै विश्वास र काम सँगसँगै जानुपर्छ। याकुबले त्यसै भन्नुभएको छैन? विश्वास काम बिनाको विश्वास त के हो? मरेतुल्य हो। विश्वास त गर्छु हामी भन्यौं, तर त्यस अनुसारको काम गर्दैनौं, मरे जस्तै हो रे। याकुबले भन्नुभएको छ। यी कुराहरू तयार भएर जब तपाईले म चाहिँ ख्रीष्टसँग माग्न जान्छ भने उहाँले भन्नुहुन्छ मत्ती 7:7 कि माग त तिमीहरूलाई दिनेछ, खोज त तिमीले भेटाउनेछौ, हैन? अझै के भन्छ हेर्नुस् है, किनकि जसले माग्छ त्यसले पाउनेछ, जसले खोज्छ त्यसले भेटाउनेछ, जसले भटकाउनेछ त्यसको निम्ति ढोका उघारेको छ। कस्तो आशिषमय वचन छ हेर्नुस् त। प्रभुको वचनले भन्नुहुन्छ, यसकारण दानियल 6:10 विपत्ति आउँदै गर्दाखेरि पनि दानियल यरुशलेमतिर फर्केको झ्यालहरूतिर गए। उनले दिनहुँ जसरी प्रार्थना गर्थे त्यसरी परमेश्वरसँग प्रार्थना गरे। सिंहको खोरबाट पनि बचाइए प्रिय। सिंहको खोरबाट, डरलाग्दो परिस्थितिबाट पनि उनी बचाइए। यसकारण प्रिय मण्डली परिवार, भजन संग्रहको पत्र 126:5 र 6 पदले भन्छ, आँसुको साथमा छर्नेहरूले आनन्दको साथमा गीत गाउँदै कटनी गर्छन्। रुँदै रुँदै बिउ छर्नेहरूले आनन्दको मिठाहरू बोकेर घर फर्किनेछन् भनेर परमेश्वरको वचनले भन्नुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ, परमेश्वरलाई भनौँ, प्रभु म तपाईको लागि धन्यवाद दिन चाहन्छु। म तपाईले गर्नुभएको प्रेमको लागि धन्यवाद दिन चाहन्छु। तपाईले एकमात्र एकलौटी पुत्रलाई मेरो लागि दिनुभयो। प्रभु म तपाईलाई धन्यवाद दिन चाहन्छु भनेर आज हामीले परमेश्वरसँग प्रार्थना गरौँ।
स्वर्गमा बस्नुहुने पिता, हामी तपाईलाई यस समय धन्यवाद दिनेछौँ। तपाईँ त हाम्रो स्वर्गीय बुवा हुनुहुन्छ, जसले हामीलाई असाध्यै टिठाउनुहुन्छ, प्रेम गर्नुहुन्छ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिनछौँ। आज तपाईँले यो प्रार्थनाको चरणहरू हामीलाई बताउनु भएको छ। हामी कस्तो रूपमा तपाईँसँग माग्न जाँदैछौँ, कस्तो रूपमा तपाईँसँग पेश हुन जाँदैछौँ। तपाईँले आज तपाईँको वचनबाट हामीलाई खुलस्त रूपमा प्रभु तपाईँले बताउनु भयो। प्रभु, यो वचनबाट बोल्दै गर्दाखेरि कतै तपाईँको मन चित्त दुखाएको छु भने, पवित्र आत्माको विरुद्धमा प्रभु म बोलेको छु भने पनि प्रभु मलाई स्वर्गले क्षमा गर्नुहोस्। मलाई आज तपाईँले यो वचन देखाउनु भयो। तपाईँको मण्डलीको बीचमा यसरी वचन बोल्ने व्यक्ति मलाई बनाउनु भयो। यही वचनद्वारा हामी आज फेरि नयाँ भएर जिउने तरिका सिक्नेछौँ। अब प्रभु हामीलाई सहायता मद्दत गर्नुहोस् र आशीर्वाद गर्नुहोस्। मण्डली परिवारलाई तपाईँ परमेश्वरले यो वचन अनुसार तयार गर्नुहोस्। हामी यो मण्डली भित्र 30 गुणा 60 गुणा र 100 गुणा फल फलाउँदै तपाईँको राज्यमा अगाडि बढ्न सकौँ। प्रभु, हामी सबैलाई सहायता मद्दत गर्नुहोस् र आशीष अनुग्रह गर्नुहोस् भनेर बिन्ती प्रार्थना गर्दै माग्छौँ आशीष प्यारो प्रभु येशू ख्रीष्टको उच्च अनि पवित्र नाम। आमेन।